हराएर म त बल्ल अहिले सही ठिकानामा आएँ यार। तिरिका थाहै नभएको त बाटो कता कता छ यार। अब पहिलोचोटि आएको यता घुम्नलाई, अब कहाँ हो कता जाने के गर्ने थाहै नपाएको त म त। अनि हराएपछि त बर्बादै भयो त। अनि कताबाट निस्किने के गरेर निस्किने। ओहो म त दम परिगयो अघि थिएँ यार। जाने बेला सर्र पारेर गएँ, आउने बेलामा त अनि त्यो ओकालोबाट त अनि बर्बादै भएको त म त। अनि कहाँ जाने कसरी जाने, हराए त बर्बादै भयो त नि। वाला सही लोकेसनमा आएर अहिले अब रुम जाँदैछु। बर्बाद हुन्थ्यो नि। ल त साथीहरू, यस्तै छ भेटघाट। साथ दिने होला, लाइक सब्सक्राइब गरेर, अनि कमेन्ट पनि गरिदिनु होला। के गल्तीहरू बोलेछु भने माफ गरिदिनु होला। मेरो नयाँ युट्युब च्यानल हो, प्लिज सब्सक्राइब पनि गरिदिनु होला है। म त अरू के नै भन्न सक्छु र। तपाईँको एउटा लाइक र एउटा सब्सक्राइबले चाहिँ मेरो उद्धार हुन्छ है। किनकि तपाईँहरूको साथ सपोर्टले गर्दा नै हो हामी सानो क्रिएटरहरू चाहिँ अगाडि बढ्ने। अब भन्नुभयो होला, अब खाँचै देखाउँदैन, खालि साइकल मात्रै कुदाइ मात्रै गराउँछ, पाचार बोलेको मात्रै गर्छ भन्नु होला। अब मलाई स्यामै नि मच्चामका भन्छन्। अब कसलाई के थाहा त। अब के गल्ती भयो बरु, अब भइरहन्छ। अब देखाउँला नि कुनै दिन। तपाईँहरूको साथ सपोर्ट राम्रो भयो भनेपछि अब राम्रोसँग च्यानल राम्रो भएपछि तपाईँको साथ सपोर्टले गर्दा, फुल सपोर्टले गर्दा तपाईँको लाइक र एउटा सब्सक्राइबले नै मेरो जिन्दगीलाई बेटर हुन्थ्यो। किनकि सोसियल मिडियामा जिन्दगी बनाउन धेरै गाह्रो छ सोसियल मिडियामा जिन्दगी बनाउन। परदेशी जिन्दगीले मात्रै जिन्दगी बनाउन सकिन्छ त। परदेशमा मात्रै गएर जिन्दगी बनाउन धेरै गाह्रो छ। धेरै गाह्रो छ परदेशमा आएर जिन्दगी बनाउन साथीहरू। अरूको गाली, अरूको कुटाइ, अरूको के हो के सहन पर्छ। तपाईँहरूलाई थाहै छ यसको बारेमा होइन। तपाईँहरूलाई थाहै छ यसको कति गाह्रो हुन्छ, कति कुरा हुन्छ। त्यसैले प्लिज साथ सपोर्ट गरिदिनु होला। ल त साथीहरू, अब आफ्नो गन्तव्यमा आइपुग्न लागिसक्यो। अब पछि भेटौँला, कुराकानी गरौँला। आज हराएर बिजोग भएर यार बर्बादै भएको नि त। ओहो नि। ल त साथीहरू, पछि कुरा गरौँला। ल बाई, हस् त।